सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि सार्वजनिक र ऐलानी जग्गा अतिक्रमणको विषय यतिखेर चर्चाको केन्द्रमा छ। सरकारले अतिक्रमित जग्गामा बनेका आलिशान महलहरूमा डोजर चलाउँदा कानून निर्माण गर्ने तहमा पुगेका सत्तारूढ दलका सांसदहरू नै लालपूर्जा विहीन अवस्थामा भेटिएपछि सरकारमाथि नैतिक प्रश्न खड़ा भएको छ। सांसदहरूले नै ऐलानी जग्गामा बनाएका संरचनामा डोजर चल्छ कि चल्दैन भन्ने चासो सर्वत्र छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केही सांसदहरूका आलिशान महल ऐलानी जग्गामा निर्माण भएको र उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरिरहेको तथ्य बाहिरिएपछि सरकारमाथि दबाव बढेको छ। यसरी सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गर्ने सत्तारूढ दल रासोपाका सांसदहरू को छन् त? 1. सुरेश कुमार चौधरी। सरकारले सार्वजनिक जग्गामा बनेका संरचनामा डोजर चलाइरहँदा बाँकी क्षेत्र नम्बर 1 बाट निर्वाचित रासोपा सांसद सुरेश चौधरीको घर समेत ऐलानी जग्गामा रहेको खुलेको छ। बाँकीको कोलपुर नगरपालिका 2 सिमलघारी स्थित उनको 2 तले घर ऐलानी जग्गामा बनेको छ। करिब 2 कट्ठा क्षेत्रफलमा बनेको उक्त घर उनका जेठा छोराको नाममा रहेको र परिवार हाल त्यही बसोबास गर्दै आएको छ। तर सांसद चौधरीले आफूहरू सुकुम्बासी नभई अव्यवस्थित बसोबासी भएको दावी गर्दै आएका छन्। 2. केपी खनाल। कैलाली क्षेत्र नम्बर 2 बाट निर्वाचित रासोपा सांसद खनालको घर पनि ऐलानी जग्गामै बनेको छ। कैलालीको लम्कीचुवा नगरपालिका 1 बस पार्क नजिकै रहेको उनको 3 तले घर नक्सा पास बिना निर्माण भएको खुलेको छ। उनीसँग उक्त जग्गाको लालपूर्जा समेत छैन। निर्वाचनका बेला भोट माग्ने क्रममा उनले आफूलाई सुकुम्बासीको छोरो भन्दै चिनाएका थिए। यति बेला खनाल सुकुम्बासीहरूको समस्यामा कतै नदेखिएको र नबोलेको भन्दै आलोचना भइरहेको छ भने कानून सबैका लागि बराबर हुनुपर्ने भन्दै उनको घरमा समेत डोजर चलाउनु पर्ने आवाज उठिरहेको छ। 3. भरत पराजुली। काठमाडौँको शंखमूल स्थित सुकुम्बासी बस्तीमा डोजर चल्दा एउटा घरको नजिक पुगेर रोकियो। धोबीखोला करिडोरमा लालपूर्जा देखाउँदै कतिपय घरमा डोजर चले, तर त्यो खास एउटा घरमा पुगेर डोजर किन रोकियो भन्ने चासो बढेको छ। त्यो घर सिन्धुपाल्चोक 1 बाट निर्वाचित रासोपा सांसद भरत पराजुलीको हो। पराजुलीको भत्किनु पर्ने घरमा समेत डोजर नचलेको भन्दै सागर ढकाल। गुल्मीबाट निर्वाचित रासोपा सांसद सागर ढकालको बुटोल 8 मा रहेको घर पनि खोलाको मापदण्ड मिचेर बनाएको पाइएको छ। यस विषयमा पटक पटक कुरा उठाउँदा समेत कुनै सुनवाई नभएको गुनासो स्थानीयको छ। अहिले सागर ढकालको महलमा कहिले डोजर चल्छ भन्ने प्रश्न आम नागरिकले गरिरहेका छन्। मेरो मात्रै हैन, मेरो हजुरबा जिजुबा जो जसको छ सबै कानून अनुसार हुनुपर्छ। मलाई मात्रै हैन, सबै नेपालीले एउटै कानून हुन्छ है। सबै बुटलको, गुल्मीको, डडेलधुराको, नेपालभरि जहाँसुकै जग्गा छ नियम कानून अनुसार जानुपर्छ। म मात्रै हैन, तपाई हामी सबै है।